देख्न सक्नुहुन्छ आज पनि राप्रपाको ठुलो जनमानस उर्लिएको छ बाहिर रोडमा। झुटा मुद्दा लगाएर पक्राउ गरेका व्यक्तित्वहरूलाई तत्काल रिहा गर भन्ने विषयवस्तु लिएर चाहिँ राप्रपाले आन्दोलन गरिरहेको छ। आज देख्न सक्नुहुन्छ एकदम शान्तिपूर्ण छ। चैत्र 15 गतेको जस्तो यो आन्दोलन होइन। यहाँ मेन लिड गर्ने लिडर भइसकेपछि एकदम शान्तिपूर्ण आन्दोलन भइरहेको छ। देख्न सक्नुहुन्छ अब नेपाली जनता जागिसके। अब नेपालीले नेपाल सरकारलाई अब गन्नेवाला छैनन्। अब हाम्रो राष्ट्रभावक नेपालको राष्ट्रभावक हाम्रो राजा हुन् भनेर जनताहरू यसरी सडकमा उर्लिरहेका छन्। केपी ओली भने थाइल्यान्डको ठुला ठुला महलमा बसेर चिया गफ गरिरहेका होलान्। देख्न सक्नुहुन्छ रविन्द्र मिश्रज्यू यदि नआउनु भएको थियो भने आन्दोलन संयोजक देवराज सुवेदीजी पनि त्यहाँ उहाँलाई पनि धेरै कठिनाइ पर्थ्यो र उहाँले चाहिँ एकदम सेफ्टली उहाँले आन्दोलनबाट बाहिर निकाल्नु भएको थियो। त्यस दिन असुर ग्यासबाट बचाउनु भएको थियो। उहाँ हाम्रा रविन्द्र मिश्रज्यूको के गल्ती थियो र पुलिसले पक्राउ गरिरहेको छ? यो कुनै गल्ती हो? कुनै व्यक्तित्वलाई सुरक्षा गरेर आफ्नो गृहस्थतिर लैजाँदै गर्दा बाटोमा लैजानु यो के कुनै गल्ती हो? यो सरकार कहाँसम्म निरीह रहेछ भन्ने कुरा यहाँबाट पत्तो लाग्छ। हेर्नुहोस् दर्शकबिन, उहाँले एकजना व्यक्तिलाई असुर ग्यासको असर पर्छ, उमेर अलिक पाको छ भनेर चाहिँ उहाँले बाटो क्रस गराई आन्दोलनको भिडबाट बाहिर निकालेर उहाँले चाहिँ आन्दोलन संयोजक नवराज सुवेदीज्यूलाई उहाँले चाहिँ घरतर्फ फर्काउने कोसिस गरिरहनु भएको छ। अरू काहीँ केही कुनै दृश्य उहाँले बोलेका, उहाँले तोडफोड गरेका काहीँ केही दृश्य त छैन नि त। कसैले कोइद गरेको छ? त्यो प्रमाण काहीँ छ? यो सरकारसँग प्रमाण छ? यदि प्रमाण छ कसरी भनौँ यो सरकारलाई? यो सरकारले हानेको असुर ग्यास त फेक हो भनिसक्यो। कतिपय व्यक्तिहरूले भिडियो लाइभ गरिरहेका भिडियोहरू त यो फेक भिडियो हो भनिसक्यो। भनेपछि यो सरकार कहाँसम्म गिरेको छ? पुलिस प्रशासन सरकारको चाकरी गर्न बाहेक अरू केही जानेको रहन्छ भन्ने कुरा त यहाँबाट स्पष्ट हुन जान्दछ। देख्नुहोस्, हामी नेपाली नजागे, हामी नेपाली नै रहँदैनौँ यो देशमा। यति कुरा ख्याल गरेर चाहिँ यो सरकारलाई तपाईँ हामी सबै मिलेर दबाब दियौँ। सरकार यो निरीह